नमस्कार साथीहरू, आराम हुनुहुन्छ? म पनि आरामै छु। अनि यो साउनको 1 गते हरियालीसँगै खेतबारीमा रोपाइँको चटारो सुरु भएको छ हाम्रोमा। हेर्नु है त, म आज रोपाइँको ब्लग बनाउँछु सानो, हेर्दै गर्नुहोला। कस्तो राम्रो फलेको हेर्नु त, कागती लट्रम्म फलेछ के, जुप्पो जुप्पो मिठो हुन्छ। अनि यता चाहिँ मेरो बाबा बाउसे गरिरहनु भएको छ। किसानका पसिनाका थुपाहरूले नै हाम्रो भान्सा भरिन्छ साथीहरू। जाँदैछु म, धेरै वर्षपछि रोप्न लागेछु है। बल्ल रोपाइ सुरु भएको छ। आज साउनको 1 गते, 5 जना भैयाहरू छन्। ट्र्याक्टर लाएर भ्याइयो। नानीले खेत रोप्न मन लाग्यो अरे, अनि त्यही भएर खेत रोप्न लागेछन्। मैले यहाँ यसो खिचिछु भिडियो। पहिला पहिला सबै हामीहरूले नै रोपिन्थ्यो, भैयाहरूलाई लाइन्थेन। अहिले हामीले रोप्न छोडेर भैयाहरूलाई लाउन लागिएका। अब सबै सुखी भइसके सबैजना। पातलो रोपा बाक्लो बगान छ, खेत रोप्न नि बिर्सिसक्यो क्या। पातलो रोपा हुन्न क्या, गोवा हुन्न छोरी, अलि उता उता गर। यता हाम्रो फाँटमा सबैजनाले भ्याइसके, हाम्रो मात्रै लास्ट हो। यी हाम्रा भैयाहरूले यहाँ रोप्दैछन्। 5 जना भैयाहरू छन्। बिहान मेलो बनाइयो ट्र्याक्टरले। अब 2टा घर बनाउन बाँकी छ। 2टा घर बनाएर ट्र्याक्टर गयो। रोपेको त राम्रै भएछ, अलि बाक्लो रोप्यो। 8-10 वर्षै भयो क्या नरोपेको। त्यो मकैको डाँठ उता फाल। मानु रोपेर मुरी फलाउने समयमा हामी किसानलाई एकदम व्यस्त छ। कामको आतुरी फुर्सद कहिल्यै पनि हुँदैन। र त किसानको मूल्य पनि, खेती गर्यो गर्यो, किसानको मूल्य पनि पाइँदैन। दुःख मेहनत बढी छ, तर अन्नको भाउ मूल्य कहिल्यै पनि आउँदैन राम्रोसँग। त्यहाँ त्यसरी गाड्नुपर्छ। यो रोपिरहँदा चाहिँ मलाई पहिलाको याद आयो के, बच्चै बेलाको। अनि के हुन्थ्यो भने यहाँ सबैजना हिँड्ने के साथीहरू, अनि ओल्तिर पल्तिर आन्टीहरू, दिदीहरू, अनि मम्मी पनि हिँड्नुहुन्थ्यो। त्यति बेला त यसो देशीहरू हुन्थेन नि त, पाइन्थेन के। ओल्तिर पल्तिर हर्म पर्म गरेर खेत रोप्ने त्यस्तो थियो। अनि के अरे, म नि 11 दिन जति गएको थिएँ, म पछि लाएर गएको थिएँ क्या। अनि मम्मी आन्टीहरू दिदीहरूको बिचमा बस्ने, अनि उनीहरूले सारिदिने के मेलो। म सकिनँ ओरिनँ भने नि, अनि मम्मीले चाहिँ नजा तँ सक्दिनस् भन्ने, म चाहिँ रहरले एकदमै जान खोज्ने के। तपाईँहरूले तानिदिइहाल्नुहुन्छ नि, सकिहाल्छु नि भन्ने। त घाम पानी खटाउन सक्दैनस्, पर्दैन भन्नुहुन्थ्यो। तैपनि म जान्थेँ। यति रमाइलो हुन्थ्यो त्यो आलीको डिलमा बसेर चिउरा र गेडागुडीको तरकारीसित खाजा खाँदै, अनि रमाइलो गर्दै रोप्दै गरेको खुब याद आइरहेको थियो साथीहरू। भैयाहरू बसेको छ। भैयाहरूले आज खेत रोप्दैछन् हाम्रो। भैयाहरू बाक्लो बाक्लो रोपा है खबारी भैया, राम्रोसँग रोपा। राम्रोसँग खेत रोप्यो भने साउनीलाई पनि खुसी पार्यो भने राम्रो हुन्छ। आज हाम्रो रोपाइँ 1 गते सुरु भएको छ। मेरो नानीले पनि भैयाहरूसित खेत रोपेको छ। नानीले पनि भैयाहरू, अरूको भैयाहरू भन्दा यिनीहरू भैयाहरूले चाहिँ बाक्लो बाक्लो रोप्दो रहेछ। राम्रो रोपेको छ, बाक्लो बाक्लो रोपेको छ। सब राम्रो राम्रो रोपेको छ। भैयाहरूलाई धन्यवाद।
हाम्रो खेत रोपिदिएकोमा राम्रो बनाएर रोपिदिएकोमा धन्यवाद छ। मेरो नानीले पनि भैयाहरूसितै खेत रोपेको छ। बाक्लो रोपेछ नानीले अलि बढी। बाक्लो रोप्यो भने धान फल्दैन अरे भैयाहरूले भनेका, थोरै फल्छ, पातलो रोप्यो भने धेरै फल्छ भनेर भनेको छ। धान फल्दैन। ठिकै रोप्यो भने धान राम्रै फल्छ। बाक्लो रोप्यो भने पराल मात्रै आउँछ भने हाम्रो नानीलाई भैयाहरूले सिकाखा। हजुरहरूकोतिर रोपाइँ सुरु भयो कि सकियो, के भयो कमेन्टमा लेख्न नभुल्नु होला है। त्यसरी नरोप्न, अनि उता बाढी आउँदा सट्टै लान्छ के, छोडिदेऊ यो टाढो रोप होइन, यता फर्किन्छ नि यिनीहरू त। अब गरे थाकेर हिँड्नु भयो हाम्रो बाबा। यस्तो छ हाम्रो यहाँको अवस्था। अस्ति सबै बाढी आएको थियो, अहिले चाहिँ पानी ठिक्क भए। आज यो खेत रोप्छन् अनि भोलि चाहिँ त्यो दुईटा खेत रोप्छन् भोलि चाहिँ। यस्तै छ यताको खबर। बाबारमा चाहिँ घर हिँडेको, अनि घरको नि गर्नु पर्यो नि त यताउता। उनीहरूलाई खानासाना बनाउने हो नि। अनि यहाँ हेर्नु न कति धेरै फलेछ यो अमिलो, कति धेरै फलेछ। अनि यहाँ चाहिँ के देख्नुभयो साथीहरू, राम्रोसँग हेरेर कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। कस्तो लाग्यो त हजुरहरूलाई मेरो भिडियो? म फेरि पनि यस्तै भिडियो बनाउने छु। हेरिदिनु भएकोमा धन्यवाद। लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला।